हेलो साथीहरू सबैजनालाई मेरो लङ भिडियोमा स्वागत छ। आज चाहिँ म मेरो बारीमा आल्चा टिप्न जान लागिरहेको छु। मेरो श्रीमान र म चाहिँ अनि आल्चा चाहिँ टिपेर लिएर गाउँतिर पनि पठाइदिनु पर्ने छ माइततिर। अनि हजुरहरूलाई मेरो भिडियो सुरुदेखि लास्टसम्म नै हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है त भन्दै अब चाहिँ म आल्चा टिप्नुतिर गएँ साथीहरू। अब चाहिँ म हजुरलाई आल्चा टिप्दै गरेको भिडियोहरू देखाउँछु ल साथीहरू। हामी चाहिँ यहाँ आल्चा टिप्दैछौँ है। आल्चा गाइजहरु आल्चा चाहिँ गाह्रो छ तर यति धेरै फलेको छ कि यो चाहिँ मैले नै रोपेको। यो मेरो हाम्रो बारीमा थोरै बारी छ कि यहाँ चाहिँ। अनि कति वर्ष भइसक्यो फल्न थालेको चाहिँ लाउनुहुन्छ है। हाँगै भाँच्नु हो ल लप्पै पारेर भाँचिहाल्नु भएछ नि। पाकेको चाहिँ टिप्नु न। त्यता चाहिँ मेरो इस्कुसको बोटहरू छ। इस्कुस पनि रोपेको छु मैले। अनि यहाँ चाहिँ मकैबारी छ। आउनु नि आउनु न तिमीलाई। चाहिँ मेरो मकैबारी छ। यहाँ चाहिँ त्यो थाँक्रा गाडेको छ काँक्रा रोप्नलाई। त्यहाँ माथि अडाची भाइले चाहिँ मलाई आल्चा दिनु है किन्नलाई भन्दैछ। तर म दिन्छु तर किन्न छैन, म फ्रीमै दिन्छु। यो आल्चा बेचेर के गर्नु र होइन बुढा। आल्चा बेचेर सुन किन्नुपर्छ भन्नुहुँदैछ मेरो बुढोले चाहिँ साथीहरू। ए हँसाएर मार्नुहुन्छ हौ। हेर्नुलाई साथीहरू यस्तो फलेको छ आल्चा। यो आल्चा चाहिँ म मेरो गाउँमा मम्मीहरूलाई पठाइदिन्छु कि उहाँ घरमा मेरो माइत गाउँमा चाहिँ छैन। त्यही भएर म आल्चा टिप्दैछु साथीहरू। यस्तो फलेको छ। माथि चाहिँ हामीले हाँगा काटिदिएको नि त उता अर्काको घरलाई डिस्टर्ब गर्ने भएर यतापट्टिको हाँगा ठुलो ठुलो कम्ता फलेको थिएन। धेरै फलेर हाँगा भाँचिएर गयो कि। अनि यतातिर त कति थियो अस्ति अरूले पनि लानुभयो। अलिक पाएको टिप्नु न। काँचो त होस् अमिलो हुन्छ। यो पाकेको चाहिँ गुलियो। अन्त यो काँचै पनि हल्का हल्का अमिलो माथि। भर्याङ त अब एक दिन भाँचिन्छ है हाँगा। यहाँनिर कत्रो हाँगा थियो पोरा यत्रो थोरा फलेको थिएन। यतातिर चाहिँ मेरो इस्कुसको बोट छ। मैले इस्कुसलाई चाहिँ थाँक्रा सरी लाछु। यहाँ चाहिँ इस्कुसको जरा चाहिँ टन्न फलेको थियो पोहोर चाहिँ। अब यसपालिको दालीमा चाहिँ कतिको फल्ने हो। आऊ यहाँ भाइ चाहिँ आल्चा किन्नु माग्दैछ तर म आल्चा चाहिँ बेच्दिनँ ल। यहाँ डिस्काउन्ट हुँदैछ हजुर। हो त हो उयो त टिप न टिप। म भेट्न आइदिन
टिपेर लगा पाकेको टिपन छैन कन्जा तर मजाले पाएको छैन कि यहाँ चाहिँ यो भाइहरू पनि आउनु भएको छ ल आल्चा किन्नु माग्न लाएर तर मैले फ्रीमा लैजाऊ भनिरहेको छु टिपेर लड्नुहुन्छ है बुढा सरी टिप्नु हुँदैछ उहाँले चाहिँ लड्ने त सम्भावना हुन्छ हाँगा भाँच्यो भने लडिन्छ बरु नटिप्नु सक्नु भएन भने यता यताको टिप्नु न अलिअलि पाएको टिप्नु भयो भयो यता यताको टिप्नु अलिअलि भयो भने पाकेको त कहाँ छ र त अलिअलि रातो भएको टिप्नु नि हुन्छ हामीले चाहिँ अब आज यति टिपिसक्यौँ है साथीहरू लास्टमा अनि यहाँ त्यो भाइहरूलाई यहाँ टिपेर दिइरहेको छौँ त्यहाँ चाहिँ टिप्दैछ पुग्छ र अब आजको भिडियो चाहिँ म यति नै साथीहरू